अब मैले आलुको चोखा स्पेशल आलुको चोखाको अचार बनाएको छु। आलुको चोखा बनाउनलाई चाहिँ सर्वप्रथम आलुलाई उसिन्नुपर्छ, 2टा 3टा आफ्नो परिवार सङ्ख्या हेरेर। चट्टा आलु उसिनेर आलुलाई यसरी एउटा आडीमा राखेर मिच्नुपर्छ। चट्टा आलुलाई आडीमा राखेर मिचेर चाहिँ प्याज आलु हेरेर प्याज चट्टा काटेर काँचो प्याज चट्टा यसमा हाल्नुपर्छ। त्यस पछाडि खोर्सानीहरू पनि काटेर हाल्नुपर्छ। खोर्सानीहरू काटेर हालेर नुन हाल्नुपर्छ आवश्यक अनुसार। अनि कागती पनि आवश्यक अनुसार निचोर्नुपर्छ। कागती पनि आवश्यक अनुसार निचोरिसके पछाडि चाहिँ अनि चट्टा कराई बसाएर चाहिँ त्यहाँ अलिकति खाने तेल लगाएर जिराहरू मेथी सेथी धनियाँ के झान्ने कुराहरू छ, मेथी के अरे लसुनलाई काटेर अनि त्यो झान्नुपर्छ र झानेर यहाँ च्वाइँ पारेर यहाँ हाल्नुपर्छ अलिकति खाने तेल। त्यस पछाडि अनि 2 देखि 3 चम्चा जमेको दही सट्ट यहाँ हाल्नुपर्छ। जमेको दही अनि नुन आवश्यक अनुसार हालेर चाहिँ यसरी मजाले हातैले सकभर हातैले यसरी मिचेको राम्रो, नभए यसरी चम्चीले मजाले चलाएर चाहिँ अनि त्यसलाई खानुपर्छ। यस्तो यम्मी यम्मी हुन्छ, विश्वास छैन भने यहाँ हेर्नुहोस् है त, म मेरो छोइलाई दिन्छु। यहाँ हात थाप त कस्तो छ भन है, ल कमेन्ट गर। खाऊ त कस्तो बनियो, कस्तो छ, के कमी छ, अमिलो कमी छ कि पिरो कमी छ कि सबै ठिक छ? अमिलो अलिक कम छ। ल बुझ्दा कागती लिएर आउँछ एउटा सानो कागती उठ्ती काटेको छ, फटाफट लिइहाल। अमिलो कम छ भने यो छोइले यसलाई चट्ट अमिलो अझै अलिकति निचोर्ने, चट्ट अमिलो निचोरेर अनि यस्तो फेरि यस्तो यस्तो गर्दै यस्तो 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 गरेर चलाउनुपर्छ। अनि चलाइसके पछाडि चाहिँ अब चाहिँ मेरो छोरीले फाइनल रूपमा चाहिँ अमिलो पनि लाग्यो भनेर भन्छन्। लु थाहा भयो त, लु खाऊ त। अब ओके छ नि? ल दामी भयो। ल यसरी हजुरहरू पनि आलुको चोखा बनाएर मजाले खानु होला। बट्टाको अचारहरू नखानु होला, ग्यास्ट्रिक हुन्छ। यही भनेर म मेरो 2 शब्द यी टुङ्ग्याउन चाहन्छु। धन्यवाद।